विभिन्न तालका आकार हेरौँ। यति भन्दै गर्दा थोरै थोरै ताल त यी कण्ठ भइहाल्छ। जस्तो फोक्सुन्डो ताल, वाइ आकार। वाइ भन्नुको अर्थ गुलेली जस्तै देख्नुहुन्छ, गुलेली आकार। डोल्पा जिल्लामा पर्छ फोक्सुन्डो ताल। सुरुमा सरोवर, बझाङ जिल्लामा पर्ने सुरुमा सरोवर। आँखा आकार, आँखा आकारको ताल भनेर चिन्ने गर्छौँ सुरुमा सरोवर। त्यसपछि तिलिचो ताल, तिलिचो ताललाई त्रिभुज आकार अथवा श्रीपेज आकार भन्ने चलन छ। अनि त्यसपछि घोडाघोडी ताल, कैलाली जिल्लामा रहेको घोडाघोडी ताल। घोडाघोडी ताल हत्केला आकारको ताल हो। अनि अर्को भनेको रारा ताल। राजा महेन्द्रले महेन्द्र ताल नामाकरण गरेको रारा ताल भनेको कचौरा आकारको छ। गाई गोरुको खुर आकार भन्ने चलन पनि छ। खुर भनेको के हो भन्ने भन्नु होला फेरि। इन्द्र सरोवर, मकवानपुर जिल्लामा पर्ने इन्द्र सरोवर सबभन्दा ठुलो मानव निर्मित ताल भनेका थियौँ। बन्दुक आकारको ताल हो यो, बन्दुक अथवा राइफल आकार। अब सम्झिन पर्यो, सजिलै छ। अब जस्तो तपाईँले फोक्सुन्डो आफ्नो फोक्सोलाई हेर्नु त भित्र, यहीँ भाग हेर्नुभयो भने तपाईँले भी आकार जस्तो अङ्ग्रेजी वाइ आकार जस्तो देख्नुहुन्छ। सानोमा गुलेली हानियो होला, यो वाइ भनेको गुलेली जस्तै छ। अङ्ग्रेजी वाइ आकार, आफ्नो फोक्सो यस्तै छ भन्ने सम्झिए हुन्छ कि सजिलो। सुरुमा सरोवर, आँखाबाट आँसु आउँछ भन्ने सम्झिनुहोस्। सुरुमा सरोवर बझाङ जिल्लामा पर्छ। आँखा आकारको ताल सुरुमा सरोवर। तिलिचो ताल विश्वको सबभन्दा अग्लो स्थानमा रहेको, जसलाई हामी तिलिचो भनेर सम्झिन्छौँ। तिलिचो भनेको ट्रायङ्गल, राइमिङ ल्यायो सजिलो। ट्रायङ्गल, यसलाई इङ्ग्लिसबाट हेर्नु भयो भने तिलिचो हेर्दाखेरि ट्रायङ्गल आकार त। घोडाको हत्केला भन्न सम्झे भयो, घोडाको हत्केला सजिलो छ। अनि गाई करायो भन्न सम्झिनुहोस्, गाई करायो, गाईको कचौरा आकार। अनि इन्द्र सरोवर भनेको बन्दुक आकारको मकवानपुर जिल्लामा पर्छ। अब यसका कहिलेकाहीँ तपाईँलाई आँखा आकारको ताल कुन अथवा गुलेली आकारको ताल कुन भनेर सोध्यो भने त्यो कुरा ख्याल गर्नु पर्यो। अब यो आकार जानिसकेपछि केही तालका उपनामहरू हेरौँ। विभिन्न तालका उपनाम जस्तो झिलिमिला ताल, कञ्चनपुर जिल्लामा पर्ने झिलमिला ताल। रङ फेरिराख्छ भन्ने गरिन्छ तरङ्गमा, रङ फेर्ने ताल, रङ फेर्ने ताल भनेर चिन्छौँ झिलिमिला ताललाई। अनि मैदी ताल, कास्की जिल्लामा रहेको मैदी ताल, जसलाई ढुङ्गा हान्ने ताल भनेर चिन्छौँ, ढुङ्गा हान्ने ताल। अङ्ग्रेजी वाइ आकारको फोक्सुन्डो ताल, डोल्पावा जिल्लामा रहेको फोक्सुन्डो ताललाई रिग्म ताल भनिन्छ। रिग्म ताल किन भनेको भन्दा अर्को निर्जीव पनि भनिन्छ। कुनै पनि जनावर बस्न योग्य छैन यसमा निर्जीव। अब रिग्म भनेको डोल्पा जिल्लाको रिग्म भन्ने गाउँमा पर्ने भएको हुनाले रिग्म ताल भनेको। गत वर्ष शिक्षक सेवा आयोगलाई सोधेको यो फोक्सुन्डो ताल कुन ठाउँमा छ भनेर सोध्यो, कुन गाउँमा, यो रिग्म भन्ने गाउँमा। फोक्सुन्डो ताललाई रिग्म भन्ने चलन छ सम्झिन पर्यो। अनि रानी पोखरी, काठमाडौँ जिल्लामा रहेको रानी पोखरीलाई विष्णु तीर्थ भनेर चिन्ने गर्छ। अनि घोडाघोडी ताल, घोडाघोडी ताललाई कपिल ताल भनेर चिन्छ। त्यस्तै रारा ताललाई महेन्द्र ताल भनेर चिन्ने गरिन्छ। यस्ता विभिन्न उपनाम छन् हेर्नुहोस्। यी तालको उपनाममा कहिलेकाहीँ सोध्न सक्छ, उपनाम पनि ख्याल गरौँ। अब यो महेन्द्र ताल 2020 चैत महिनाको 13 गते राजा महेन्द्र घुम्दै घुम्दै जाँदै गर्दाखेरि त्यसको नाम चाहिँ महेन्द्र ताल नामाकरण गरेका रारा ताललाई। अर्को थप्नुहुन्छ भने फेवा ताल पनि छ क्या र, हाम्रो कास्की जिल्लामा रहेको फेवा ताल। फेवा ताललाई बैदाम ताल भनेर पनि चिन्छौँ, फेवा ताललाई बैदाम ताल भनेर पनि चिन्ने गरिन्छ। अब यसलाई त घोक्नै हो। झिलिमिला ताल कञ्चनपुर जिल्लामा पर्छ, रङ फेर्ने ताल भनेर चिन्ने गरिन्छ, रङ परिवर्तन गरिराख्छ भन्ने गर्छन्। मैदी ताल कास्की जिल्लामा पर्छ, जसलाई हामी ढुङ्गा हान्ने ताल भनेर चिन्ने गर्छौँ। फोक्सुन्डो ताल डोल्पा जिल्लामा पर्ने फोक्सुन्डो ताल अङ्ग्रेजी वाइ आकारको ताल, गुलेली आकारको ताल। डोल्पा जिल्लाको रिग्म भन्ने गाउँमा पर्ने भएको हुनाले रिग्म ताल पनि भन्ने गरिन्छ। गत वर्ष शिक्षक सेवाले सोधेको प्रश्न यही हो। अर्को निर्जीव ताल पनि भन्ने गरिन्छ। अनि रानी पोखरी काठमाडौँ जिल्लामा पर्छ, जसलाई विष्णु तीर्थ भनेर पनि चिन्छौँ। अनि घोडाघोडी ताल, जसलाई हत्केला आकारको ताल भन्यौँ, त्यसलाई उपनाम चाहिँ कपिल ताल भनेर चिन्ने गर्छौँ। रारा ताललाई महेन्द्र ताल, 2020 साल चैत महिनाको 13 गते राजा महेन्द्रले रारा ताललाई चाहिँ कपिल ताल के अरे महेन्द्र ताल नामाकरण गरेका। फेवा तालको अर्को नाम भनेको कास्की जिल्लामा छ, यो बैदाम ताल भन्ने गरिन्छ।